त्यसरी बनाम मेडम आउनु पर्दैन यस्तै ठिक छ हैन के बनाम न के न ल के भन न कफी वाली चिनी वाली भाडा वाली आगो वाली दाउरा वाली चुलो बन्दैछ तो उस भयो सुमन र प्रितमद्वारा यता निष्ठा र वन्दनाले दुध लिएर आएका छन् है अनि कफी खै अरे निष्ठा निष्ठा अनि यहाँ चिनी छ है आज हाम्रो कक्षा 12 को पिकनिक ओए उस लिएर आऊ के दाइ तिम्रो तिमीले ल्याएको तिम्रो त नि हाम्रो कक्षा 12 को पिकनिकमा अब आगो बोल्दैछ है आगो त सल्किएन नि फेरि त दाउरा आउँदैछ नै दाउरा आउँदैछ ल दाउरा आयो यसको सानसानो मसला मसला खाइदे यिनी बनाऊ तीन राख्दै बच्चा ल आगो पनि बल्यो छके बोले बल्छ हो बल्छ धेरै नराख्नु अलिअलि अब बोल्न पनि यसलाई अल्को बनाऊ के हालेर अल्को बनाऊ धेरै अल्को हुन्छ कि त के गर्नु के अल्कै चाहिन्छ ठिकै खासै ठुलो त छैन प्याज हालिसक्यो कफी खान हेड सरलाई चाहिँ बोलाम है हुन्छ ठुलो रहेछ है राम्रोसित बोल्थ्यो के भन्नुभयो त्यो के अरे माटो लार्ने खान सक्दैन भन्नु अनि यो केटी यहाँ नि माटो लाउने माटो लाऊ पछाडितिर डढ्छ पानी लिएर आउनु भनेको कि छोडा न पहिला हेर्न पर्यो नि नापेको कले बसाली गया हार गिलास ल्याइन हौ गिलास लिएर आउँछ के हामी चाहिँ आज कफी खाँदै खाँदै गाइज पिकनिक र टुर नजानी स्कुलमा कफी खाने भनेर वन्दना दिदीले दुध लिएर आउनु भयो यहाँ यति पातल ढुङ्गाउनु नि पानी खाइ त पानी रहेछ न पानी लिएर आउँदै बोतलमा पानी लिएर आऊ भनेको तिनीहरूलाई खरानी लाएर खरानी त्यसो होइन र खरानी त यो लगाउने सर हुनुहुन्थ्यो हाम्रो त नमागे कि पानी मात्र लिएर ठिक छ कमल दाइसँग सर पनि हुन्थ्यो नमागिदिन केही हुन्थेन खै पानी ल्याऊ कि यता ल्याऊ न मलाई त्यो स्पिड त तिम्रो जाने हो बाक्लो राउ यिले पकाउँदैन र के मिलनको उदाहरण दिनुभयो सरले फेरि राम्रो गरा भनेर भन्नु ल यता हेर त तिमीहरू दुईजना ए ल हेर भन्नु ल हेर ल यस्तो लगाइदिने रे क्या ओइ पानी नहालिकन अनि लगाइदिने के कति है टलक्क टल्काएर माजेर लिएर जाने अरे अफिसमा यस्तो गर जाऊ र हेड सरलाई आज हाम्रो पिकनिक छ कफीको कफी खान आउनुपर्छ अहिले हामीले सकेपछि बोलाउँछौँ अनि गिलास लिएर आऊ के कमल दाइलाई भने लिएर आउन 8-9 वटा गिलास लिएर आऊ कमल दाइसँग मागेर ल्याऊ है होइन सब देखाउने हो कि यिनीहरूले हेरिरहन्छन् मैले युट्युबमा राख्छु नि पुरै किन आज हामी कक्षा 12 का विद्यार्थीहरू सहित पिकनिक भनेर आज हामीले कफी पिकनिक गर्दैछौँ है कफी र पाउरोटीको पिकनिक हाम्रा विद्यार्थीहरू यति खुसी छन् यति जागरुक भएर लागेका छन् कफी बनाउन यति मिठो कफी बनाउँछु भने यहाँ नि प्रितम र सुमनले ल अहिले बनेपछि म टक्क देखाउँछु है हजुरहरूलाई
देखाऊ ठिकै हो यो हाम्रो निष्ठाजीद्वारा अर्ग्यानिक कफी निष्ठाले बनाएको हो यो कफी एकदम राम्रो हो बास्ना त राख्दै मस्त मलाई पढाउनु लाग्यो कि के हाम्रो प्रीतमले चाहिँ पाउरोटी लिएर खाने राम 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 हरे हरे पानी ल्याउने कि भयो भनेको लिएर जान्न नि न तिमीहरुमा जाने के थोरै भयो के निष्ठाल र बन्दनालाई चाहिँ गिलास लिएर आउँदै खाने हुन परेन नि रहन्छ त त्यही भनिदिएर भिडियो बन्दै कोही बोल्ने पछि हाल्ने दुध हैन पकाएर हाल्ने अरे चिनी त हाल्दैम के चिनी चियापत्ती चियापत्ती नै पाइएन म्याडम आन्टी जानु आन्टी त आउनु भयो आन्टी छैन अरे अफिसमा नि छैन चिउरा लिएर ला भन्नुहुन्छ अफिसमा त छैन चिउरा के खाने कमल दाइ कहाँ दिएको थियो क्या कमल दाइ कहाँ घर त कहाँ दिन्छ नि कमल दालाई पठाउने चिया खाना कमल दाइ चियापत्ती भन्ने चाहिँ बनायो हुन्छ मेरोमा आज हामी बाह्र गाल चिया मकिन्द सर खाना खाइसला मुकुन्द सर आउनु हाम्रो मकिन्द सर निम त दिएको नि हामीले सर ए भयो त्यसो गिलास लिएर आउनु चाहिँ सरले मेडमलाई भन है साइन्स हामीले निम त दिएको लाइभ होइन सिम्पल इज ब्युटी पिकनिक क्लास 12 को सानो पिकनिक आयोजनामा म पनि सहभागी हुने मौका पाएँ र राम्रो पिकनिक जुन आफ्नै घरमा उत्पादन भएको कफी अनि दुध अनि पाउरोटी समेतको चाहिँ पिकनिक गरेको देख्दा अत्यन्तै खुसी लाग्यो बेकारमा बाहिर गएर समय खर्च गर्ने अनि यो अरूको जनावरको हत्या गर्ने माछा मासु खाने स्वास्थ्यमा बाधा पार्ने भन्दा यो अत्यन्तै राम्रो लाग्यो कति दिन निष्ठा र बन्दना दिनु भएको डिनर पछि आउँछ नि त नि एनटिपी अरे एनटी3 कस्तो केटा त्यही भनेका पारसले युवराज चिनी ल्याउने जिम्मा दिएको होइन मैले कहाँ पुगेको तिमीहरू ओहो नि पुरै झुट बोलेर पारसलाई नि केही भन्नु न पारस पनि खै भनेको केही कुरा विश्वास गर्ने लायक नहुने भयो है यस्तो गर्यो भने त फास्ट फुडको छिटो मिठो छ अनि नाचगान पनि हो कि के सबै हो क्या म्याडम यहाँ त पुरै पिकनिक चलिरहेको है तिमीहरू यहाँ किन आयो पिकनिक घर ठाउँमा हामी नि अरूपट्टि छैन नि पिकनिकमा सामेल हुन्छौँ आइँदैन नि आगो तापेर जान्छौँ नि हामी